Hey guys, good morning. Once again, welcome back to my YouTube channel. It's me, DK Jason Vlog. So guys, कैसे आप सब अच्छे होंगे। मैं बहुत अच्छा हूँ। स्वागत है आप सभी का हमारे को नए ब्लॉग में। So guys, आज मैं ये दिनचन सेरप मोनेस्ट्री में आया हूँ। तो आज हम लोग का दिनचन सेरप मोनेस्ट्री में 16 फाउंडेशन डे सेलिब्रेशन हो रहा है। आइए जानते हैं कैसा क्या है प्रोग्राम। आ सकते हो, ये है हम लोग का सालबारी का बहुत पुराना मोनेस्ट्री, दिनचन सेरप मोनेस्ट्री। तो यहाँ पे आज 16 फाउंडेशन डे सेलिब्रेशन हो रहा है। हेलो जोजो। A few moments later. यहाँ पे देखिए ब्रेकफास्ट नाश्ता, ये के ब्रेकफास्ट हुँदैछ यहाँ? ब्रेकफास्ट है ए अच्छा। हाम्रो नानाहरू है। आज के प्रोग्राम हुँदैछ भनिदिनु पर्यो अलिकति। हजुर हजुर, यहाँ गुम्बाको फाउन्डेसन डे भइरहेको छ। हजुर, साथै आज यो जतिवटा 108वटा खोर्लोको हजुर राख्ने भइरहेको छ। ए हजुर, यो चाहिँ डोनेट गर्नुभएको सबैको नाम रहेछ है यहाँ? ए हुन्छ हुन्छ। तो देखिए गाइस यहाँ पे जितना आज ये आज 108 माने खोर्दों का रापने हो रहा है। और उसके बाद में जिसने ये डोनेट किया, यहाँ पे देखिए गोमा लामा, सुकुना, नर बहादुर, पाखरीन, सबका यहाँ पे नाम लिखा हुआ है, ये देख सकते हो गाइस। आज ये 108 माने खोर्दों का रापने हो रहा है। सबैका नाम लेखेको छ हैन? हजुर, सबैको नाम लेखेको छ। हेर्नुहोस् न, राधा लामा, नरमाया तामाङ, भीषण सिंह मेहर, उमा लामा, सबैको नाम रहेछ। दिनचन सेरप मोनेस्ट्रीमा आज के प्रोग्रामहरू के कसो छ अलिकति भनिदिनु पर्यो। आज हामीले लास्ट इयर विगत वर्षमा बुद्ध पूर्णिमाको दिन हजुर हामीले सबै जति पनि यहाँ गुम्बामा राखेर आउनु हुनेलाई हामीले निवेदन गरेका थियौँ कि हामीलाई खोर्लो लाउन आवश्यकता छ। हामीले अनुरोध गरेका थियौँ। त्यो अनुरोध हाम्रो गुम्बाका जति पनि मेम्बरहरू छ उहाँहरूले आफ्नो समय निकालेर सबैले 2टा 3टा 5वटा गरेर दान दिएर आज गुम्बा वरिपरि 108वटा माने खोर्लो लागिसकेको छ। त्यस माने खोर्लोलाई आज हामीले राप्ने पूजा गरेर चाहिँ लामाद्वारा हाम्रो पुरानो जति पनि सदस्यहरू छ उहाँहरूलाई बोलाइकन उहाँहरूलाई खानामाना गरेर उहाँको बाहुलीबाट चाहिँ हामीले यसको उद्घाटन गर्ने यहीले चाहिँ आज हामीले राप्ने पूजा लागेका छौँ। त्यसका साथसाथै हाम्रो दिनचन सेरप छोरी गुम्बाको स्थापना दिवस पनि 31 मार्चमा परेको हुनाले त्यो कार्य पनि आज हामीले गर्न पायौँ। धन्यवाद। भनेपछि आज 16 फाउन्डेसन डे है? हजुर। ए
हलाइदिनुहोस् जो यसो हलाइदिनुहोस् घुमाइदिनुहोस् अब घुमाउनुहोस् घुमाउँदा हुन्छ भयो लाने घुमाउँदै जानुहोस् एकदम यसरी ल घुमाउँदै जानुहोस् नि पुरा 108 घुमाउँदै जानुहोस् Oh my goodness. यता छ यता फोटो खिच्छु चाहिँ होइन तपाईँ ठुलो कोही छैन आजका यस शुभ दिनमा उपस्थित हुनुभएको महानुभावहरू आजको सेक्रेटरी तामाङबाट मुखपत्रको सबैकोबाट हार्दिक स्वागत र अभिनन्दन गर्दछु। आज यस शुभ दिनमा हाम्रो दुईटा शुभ कार्य हुन सक्यो। यस शुभ कार्यमा आउनुभएका महानुभावहरूलाई हामी न्यायमा अभिनय गर्दै आजको यस दिनमा प्रथम त हामीले फोरमको काम लाग्यो। यस फोरममा जति पनि भक्तजनहरूले यसमा पार्टिसिपेट गर्नुभएको थियो, योगदान गर्नुभयो, यसमा हामी तपाईँलाई धेरै धेरै धन्यवाद बताउँछु।
A few moments later. पछाडि हेर्नु अलिक पछाडि हेर्नु फाउन्डर सदस्य र उपदेशहरूलाई उपासक उपासिकाहरूको अभिनन्दन काशीले गर्नुभयो। विशेष आजभोलि दिन 16 साल बितिसकेको छ यो गुम्बाको। यो गुम्बाको इतिहास तपाईँलाई अलिकति म बताउन चाहन्छु। 2008मा यो गुम्बा चाहिँ हाम्रो बौद्ध सङ्घले सुरु गरेको थियो। हाम्रो लिम्बुचेको आमा यहाँनिर अलिकति बस्नुहुन्थ्यो र उहाँले उहाँको रिक्वेस्टमा कि अब लिम्बुचे त बित्नु भयो, लिम्बुचेको इच्छा थियो, उहाँको सपना थियो यहाँनिर ठुलो गुम्बा गर्ने र यो उहाँको निधनमा यो काम रोकिएको। अब तपाईँहरूले चाहिँ यो कामलाई पुरा गरिदिनुहोस् भनेर भन्दाखेरि चाहिँ साबरसुरमा बौद्ध सङ्घको गठन भएको थियो। यो म भन्दै आउँदैछु यो गठन सङ्घ त्रिरत्न कुञ्जोसुम भन्छ हामी। कुञ्जोसुम भनेको के हो? कुञ्जोसुम भनेको रत्न, सुम भनेको तीनवटा रत्न, त्रिरत्न। त्रिरत्नमा एउटा आउँछ बुद्ध धर्म र सङ्घ। यो सङ्घ